पहिलो प्रश्न रहेको छ नेपाली सेनाको सर्वोच्च नेतृत्वकर्ता कसलाई मानिन्छ? तपाईहरुको अप्सन रहेको छ ए प्रधानमन्त्री, बी राष्ट्रपति, सी रक्षा मन्त्री, डी गृह मन्त्री। यसको सही उत्तर हुन्छ अप्सन बी राष्ट्रपति। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा खुकुरीको लागि प्रख्यात जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए नुवाकोट, बी भक्तपुर, सी भोजपुर, डी जनकपुर। यसको सही उत्तर हुन्छ अप्सन सी भोजपुर। त्यस्तै गरी अर्को प्रश्न रहेको छ सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? तपाईहरुको अप्सन रहेको छ ए रारा राष्ट्रिय निकुञ्ज, बी सगरमाथा राष्ट्रिय निकुञ्ज, सी चितवन राष्ट्रिय निकुञ्ज, डी बाँके राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर हुन्छ अप्सन ए रारा राष्ट्रिय निकुञ्ज। साथीहरु त्यस्तै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो? तपाईहरुको अप्सन रहेको छ ए प्रदेश नम्बर 1, बी प्रदेश नम्बर 3, सी प्रदेश नम्बर 6, डी प्रदेश नम्बर 7। यसको सही उत्तर हुन्छ अप्सन सी प्रदेश नम्बर 6। त्यस्तै गरी अर्को प्रश्न रहेको छ सुबेदार पदको दर्जानी चिन्ह कुन हो? तपाईहरुको अप्सन रहेको छ ए खुकुरी क्रस, बी चन्द्रमा, सी खुकुरी क्रस र चन्द्रमा, डी सूर्य। यसको सही उत्तर हुन्छ अप्सन बी चन्द्रमा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ हिमाल पारीको जिल्ला भनेर कुन कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए मुगु डोल्पा, बी हुम्ला जुम्ला, सी मनाङ मुस्ताङ, डी कैलाली कञ्चनपुर। यसको सही उत्तर हुन्छ अप्सन सी मनाङ मुस्ताङ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए सिराहा, बी बारा, सी पर्सा, डी रौतहट। यसको सही उत्तर हुन्छ अप्सन सी पर्सा। त्यसै गरी अर्को प्रश्न रहेको छ काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो? तपाईहरुको अप्सन रहेको छ ए अन्नपूर्ण, बी मकालु, सी माछापुच्छ्रे, डी जुगल। यसको सही उत्तर हुन्छ अप्सन डी जुगल हिमाल। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपाली सेनाद्वारा संरक्षित पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? तपाईहरुको अप्सन रहेको छ ए रारा राष्ट्रिय निकुञ्ज, बी चितवन राष्ट्रिय निकुञ्ज, सी लामटाङ राष्ट्रिय निकुञ्ज, डी बाँके राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर हुन्छ अप्सन बी चितवन राष्ट्रिय निकुञ्ज। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालमा सबैभन्दा धेरै पानी पर्ने जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए झापा, बी सिराहा, सी कास्की, डी बाँके। यसको सही उत्तर हुन्छ अप्सन सी कास्की। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपाली सेनामा प्यारासुट जम्पिङ तालिममा सहयोग गर्ने देश कुन हो? तपाईहरुको अप्सन रहेको छ ए जापान, बी बेलायत, सी चीन, डी इजरायल। यसको सही उत्तर हुन्छ अप्सन डी इजरायल। त्यस्तै गरी अर्को प्रश्न रहेको छ महाकाली नदीलाई भारतमा पुगेपछि के भनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए गंगा, बी शारदा, सी शीतप्रभा, डी दामोदर। यसको सही उत्तर हुन्छ अप्सन बी शारदा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ चीन र भारत दुवै देशलाई छुने जिल्ला कतिवटा छ? तपाईहरुको अप्सन रहेको छ ए 1 वटा, बी 2 वटा, सी 3 वटा, डी 4 वटा। यसको सही उत्तर हुन्छ अप्सन बी 2 वटा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ शुक्लफाट राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्दछ? तपाईहरुको अप्सन रहेको छ ए बर्दिया, बी बाँके, सी कैलाली, डी कञ्चनपुर।
यसको सही उत्तर हुन्छ अप्सन डी कञ्चनपुर। त्यस्तै गरी अर्को प्रश्न रहेको छ पूर्व पश्चिम राजमार्गको लम्बाइ कति रहेको छ? तपाईहरुको अप्सन रहेको छ ए 1017 किलोमिटर, बी 1027 किलोमिटर, सी 1037 किलोमिटर, डी 1047 किलोमिटर। यसको सही उत्तर हुन्छ अप्सन बी 1027 किलोमिटर। अर्को प्रश्न रहेको छ कर्णाली नदीको सहायक नदी तलका मध्ये कुन होइन? तपाईहरुको अप्सन रहेको छ ए सेती, बी भेरी, सी मादी, डी तिला। यसको सही उत्तर हुन्छ अप्सन सी मादी नदी। त्यस्तै गरी अर्को प्रश्न रहेको छ पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन हो? तपाईहरुको अप्सन रहेको छ ए चितवन राष्ट्रिय निकुञ्ज, बी मकालु राष्ट्रिय निकुञ्ज, सी लामटाङ राष्ट्रिय निकुञ्ज, डी शिवपुरी राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर हुन्छ अप्सन ए चितवन राष्ट्रिय निकुञ्ज। साथीहरु यो धेरै पटक सोधिएको प्रश्न हो नेपालको राष्ट्रिय गानको संगीतकार को हुन्? तपाईहरुको अप्सन रहेको छ ए अमर गुरुङ, बी व्याकुल माइला, सी शक्ति बल्ब, डी उदय शमशेर। यसको सही उत्तर हुन्छ अप्सन ए अमर गुरुङ। अर्को प्रश्न रहेको छ नेपाली सेनाका तल दिएका मध्ये सबैभन्दा माथिल्लो पद कुन हो? तपाईहरुको अप्सन रहेको छ ए अमलदार, बी पिउट, सी रथी, डी सेनानी। यसको सही उत्तर हुन्छ अप्सन सी रथी। त्यस्तै गरी अर्को प्रश्न रहेको छ सार्क सदस्य राष्ट्र भुटानको मुद्रालाई के भनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए टाका, बी रुपियाँ, सी नेगुल्ट्रम, डी रुपे। यसको सही उत्तर हुन्छ अप्सन सी नेगुल्ट्रम। त्यस्तै गरी अर्को प्रश्न रहेको छ बागमती प्रदेशमा कतिवटा जिल्लाहरू रहेका छन्? तपाईहरुको अप्सन रहेको छ ए 10 वटा, बी 11 वटा, सी 13 वटा, डी 14 वटा। यसको सही उत्तर हुन्छ अप्सन बी 11 वटा। साथीहरु यो पनि धेरै पटक सोधिएको प्रश्न हो पाकिस्तानको राजधानीको नाम के हो? तपाईहरुको अप्सन रहेको छ ए इस्लामाबाद, बी ढाका, सी थिम्पू, डी माले। यसको सही उत्तर हुन्छ अप्सन ए इस्लामाबाद। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। त्यस्तै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ उपसेनानीको दर्जानी चिन्ह कुन हो? तपाईहरुको अप्सन रहेको छ ए खुकुरी क्रस, बी खुकुरी क्रस र चन्द्रमा, सी खुकुरी क्रस र सूर्य र चन्द्रमा, डी चन्द्रमा। यसको सही उत्तर हुन्छ अप्सन डी खुकुरी क्रस र चन्द्रमा। साथीहरु यो पनि धेरै पटक सोधिएको प्रश्न हो नेपालको राष्ट्रिय खेल कुन हो? तपाईहरुको अप्सन रहेको छ ए फुटबल, बी भलिबल, सी बास्केटबल, डी क्रिकेट। यसको सही उत्तर हुन्छ अप्सन बी भलिबल। त्यस्तै गरी अर्को प्रश्न रहेको छ क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए ललितपुर, बी डोल्पा, सी काठमाडौँ, डी भक्तपुर। यसको सही उत्तर हुन्छ अप्सन डी भक्तपुर। अर्को प्रश्न रहेको छ नेपालको पूर्व पश्चिम लम्बाइ कति रहेको छ? तपाईहरुको अप्सन रहेको छ ए 885 किलोमिटर, बी 985 किलोमिटर, सी 890 किलोमिटर, डी 990 किलोमिटर। यसको सही उत्तर हुन्छ अप्सन ए 885 किलोमिटर। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको उत्तर दक्षिण चौडाइ कति रहेको छ? तपाईहरुको अप्सन रहेको छ ए 190 किलोमिटर, बी 985 किलोमिटर, सी 193 किलोमिटर, डी 990 किलोमिटर। यसको सही उत्तर हुन्छ अप्सन सी 193 किलोमिटर। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ?
तपाईहरुको अप्सन रहेको छ ए 0.01%, बी 0.03%, सी 0.02%, डी 0.04%। यसको सही उत्तर हुन्छ अप्सन बी 0.03%। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा ठूलो नदी कुन हो? तपाईहरुको अप्सन रहेको छ ए कर्णाली, बी गण्डकी, सी कोशी, डी बबई। यसको सही उत्तर हुन्छ अप्सन सी कोशी नदी। त्यस्तै गरी अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ नेपालको सबैभन्दा गहिरो नदी कुन हो? तपाईहरुको अप्सन रहेको छ ए कर्णाली, बी गण्डकी, सी कोशी, डी बबई। यसको सही उत्तर हुन्छ अप्सन बी गण्डकी। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा लामो नदी कुन हो? तपाईहरुको अप्सन रहेको छ ए कर्णाली, बी गण्डकी, सी कोशी, डी बबई। यसको सही उत्तर हुन्छ अप्सन ए कर्णाली। त्यस्तै गरी अर्को प्रश्न रहेको छ राराताल कुन जिल्लामा पर्दछ? तपाईहरुको अप्सन रहेको छ ए डोल्पा, बी कैलाली, सी मुगु, डी मुस्ताङ। यसको सही उत्तर हुन्छ अप्सन सी मुगु। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा ठूलो ताल कुन हो? तपाईहरुको अप्सन रहेको छ ए राराताल, बी सेफोक्सुन्डो ताल, सी बेगनास ताल, डी रूपा ताल। यसको सही उत्तर हुन्छ अप्सन ए राराताल। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? तपाईहरुको अप्सन रहेको छ ए सगरमाथा राष्ट्रिय निकुञ्ज, बी सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, सी चितवन राष्ट्रिय निकुञ्ज, डी रारा राष्ट्रिय निकुञ्ज। यसको सही उत्तर हुन्छ अप्सन सी चितवन राष्ट्रिय निकुञ्ज। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो? तपाईहरुको अप्सन रहेको छ ए रारा ताल, बी सेफोक्सुन्डो ताल, सी तिलेचो ताल, डी फेवा ताल। यसको सही उत्तर हुन्छ अप्सन सी तिलिचो ताल। अर्को प्रश्न रहेको छ झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? तपाईहरुको अप्सन रहेको छ ए म्याग्दी, बी पर्वत, सी सल्यान, डी बागलुङ। यसको सही उत्तर हुन्छ अप्सन डी बागलुङ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ भारतको जस्तै नक्सा भएको जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए म्याग्दी, बी सिन्धुली, सी सङ्खसभा, डी कैलाली। यसको सही उत्तर हुन्छ अप्सन सी सङ्खसभा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो? तपाईहरुको अप्सन रहेको छ ए ओखलढुङ्गा, बी रामेछाप, सी बागलुङ, डी पर्वत। यसको सही उत्तर हुन्छ अप्सन सी बागलुङ। अर्को प्रश्न रहेको छ क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका कुन हो? तपाईहरुको अप्सन रहेको छ ए घोरै, बी तुलसीपुर, सी बुटोल, डी जनकपुर। यसको सही उत्तर हुन्छ ए घोरै। साथीहरु अर्को महत्त्वपूर्ण प्रश्न रहेको छ नेपालको राष्ट्रिय जनावर कुन हो? तपाईहरुको अप्सन रहेको छ ए पाटेबाघ, बी एकसिङे गैडा, सी गाई, डी सिंह। साथीहरु यसको उत्तर आउँछ भने हाम्रो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथीहरु अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनु होला ताकि यस्तै नयाँ अरु भिडियोहरु सबैभन्दा पहिला हजुरकोमा पुगोस्। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरी साथीहरुलाई शेयर पनि गरिदिनु होला।